हाई एभ्रिवान, हाउ आर यु? आजबाट चाहिँ मैले एमडीको तयारी गर्ने सुरु गरिराखेको छु। आइम अ हाउस अफिसर, मेडिकल अफिसर, अनि मेडिकल अफिसर सँगसँगै चाहिँ मैले मेरो एमडीको जर्नी पनि सुरु गरेको छु र एमडीको प्रिपरेसन पनि मैले सुरु गरेको छु। अहिले मैले चाहिँ हरेक दिन गएर काम गर्नुपर्ने त्यस्तो अवस्था चाहिँ छैन। मैले चाहिँ एज अ पार्ट टाइम जस्तो काम गर्छु। अहिले चाहिँ हप्ताको 2टा जस्तो ड्युटी गर्छु अनि बाँकी दिनहरूमा चाहिँ मैले पढ्ने नै काम गर्छु र मैले 100% चाहिँ 7 to 8 आवर्स, 8 आवर्सदेखि 10 आवर्स, 10 आवर्सदेखि 12 आवर्ससम्म पनि मैले एक्सिट गरेर लाने प्रयास गरिरहेको छु। अब 16 घन्टा त अब साथीहरू मैले एकदम पिक प्रिपरेसन टाइममा चाहिँ लाने नै छु होइन। तर पनि मान्छेले भन्छ नि टाइम म्याटर गर्दैन, कति घन्टा म्याटर गर्दैन, के पढ्यो भन्ने म्याटर गर्छ भनेर। तर मेडिकलमा, इन्जिनियरिङमा भयो, टेक्निकल फिल्डमा चाहिँ आवर्स पनि एकदमै धेरै म्याटर गर्छ साथीहरू। त्यसैले मैले चाहिँ आफू चाहिँ पोमोडोरो टेक्निकमा पढ्ने प्रयास गरिराखेको छु। पोमोडोरो टेक्निकमा पढ्दाखेरि चाहिँ तपाईँको दिमागलाई चाहिँ बोझ भन्ने चाहिँ हुँदैन साथीहरू होइन। अनि सँगसँगै मैले हाइड्रेसन पनि मेन्टेन गरिराखेको छु। हाइड्रेसन मेन्टेन गर्दाखेरि चाहिँ दिमाग थाक्ने, दिमागमा अक्सिजनको कम हुने चाहिँ त्यस्तो चाहिँ हुँदैन। अब के गर्नु साथीहरू, मलाई पनि एकदमै 100% दिएर चाहिँ दिनभरि पढेर बस्न त मन छ, तर आफूले सोचेको जस्तो लाइफ हुँदैन र सोचेको जस्तो बनाउनलाई नै प्रयास गरिराखेको छु। अलिकति फाइनेन्सियल पनि अलिकति सपोर्ट गर्ने मान्छे हुँदाखेरि ठिकै थियो, तर पनि त्यत्रो डक्टर पढिसकेपछि साथीहरू घरमा पनि भन्न एकदमै गाह्रो हुने र आफूलाई पनि पैसा चाहिँ एउटा उमेरमा पुगिसकेपछि एकदम धेरै चाहिने। यसरी टाइममा कफीहरू पनि बनाएर खाइरहेको छु। आज एकदम बाहिर धेरै पानी परिरहेको थियो अनि पानी परेको टाइममा चाहिँ आई लभ मिल्क कफी होइन। मिल्क कफी चाहिँ मलाई एकदम पानी परेको बेलामा मलाई खान मन लाग्छ, पिउन मन लाग्छ भनौँ न। अनि तर पनि होइन, कफीहरू खाइसकेपछि पानीको भने एकदम राम्रो इन्टेक गर्नुपर्छ, किनभने नत्र भने शरीर चाहिँ एकदम डिहाइड्रेट हुन्छ साथीहरू। अलरेडी 4 आवर्स कम्प्लिट भइसकेको छ। यो चाहिँ स्ट्रेट 4 आवर्स चाहिँ मैले पढिनँ होइन। एभ्री 1 आवरमा चाहिँ मैले 10 मिनट जति चाहिँ यताउता घरमा नै वक गर्ने होइन, पानी पिउने त्यस्तो गरिराखेको हुन्छु। अनि त्यस पछाडि एउटा टपिक पढिसकेपछि क्वेसन गर्छु, एमसिक्यू गर्छु। अनि जुन कुराहरू चाहिँ मलाई एकदम धेरै इम्पोर्टेन्ट लाग्छ त्यो कुराहरू चाहिँ म यसरी हाइलाइट गरेर राख्छु ताकि रिभिजनको बेला एकदम सहज हुन्छ यस्तो हुँदाखेरि चाहिँ। अनि त्यस पछाडि स्ट्रेटली पढ्दाखेरि कहिलेकाहीँ चाहिँ एकदम धेरै फ्रस्ट्रेसन हुन्छ। मान्छेको लाइफ हो होइन, मान्छेको लाइफमा त फ्रस्ट्रेसन त अभियसली नै नै हाल्छ, तर पनि यो कुराहरूलाई ओभरकम गरेर जानुलाई नै जिन्दगी भन्छ। अनि यो जिन्दगीमा यो कुराहरू गरेन भनेदेखि भोलिको दिनमा आफूलाई माफ नगर्न पनि सकिन्छ साथीहरू होइन। अब भोलिको दिनमा आफूले स्ट्रेटली प्रिपरेसन गरेर बस्ने दिन नआउला पनि होइन, तर अब जति दिन हुन्छ म त्यति दिनसम्म आफ्नो डेली प्रोग्रेस पनि यसमा मैले युट्युब भिडियो बनाउनुको एउटा कारण चाहिँ मैले मेरो डेली प्रोग्रेस पनि ट्र्याक गर्नलाई। अनि अर्को कुरा चाहिँ म जस्तै साथीहरू जसले चाहिँ प्रिपरेसन गरिराख्नु भएको छ र प्रिपरेसनलाई एकदम सिरियसली लिएर चाहिँ अगाडि बढ्नु भएको छ, उहाँहरूको लागि भनेर चाहिँ मोटिभेसनको लागि मैले भिडियो बनाएको। अब तपाईँहरू पनि म सँगसँगै पढ्नुहोस् र मलाई देखेर मोटिभेट हुनुहोस् भनेर मैले यो भिडियो बनाएको। अब आउने दिनहरूमा पनि म एकदम डेली भिडियो हाल्ने प्रयास गर्छु र म आफूलाई पनि त्यो भिडियोहरू हेर्दाखेरि एकदम धेरै मोटिभेट होस् भनेर त्यही कामको लागि चाहिँ मैले यो भिडियोहरू बनाएको साथीहरू होइन। अब साँझ परिसकेको छ, म चाहिँ साँझ वर्कआउट गर्छु। वर्कआउट इज भेरी इम्पोर्टेन्ट। अनि वर्कआउटपछि डिनर गर्छु मैले। अनि नभएको पनि 7 देखि 8 घन्टासम्म पढ्ने प्रयास गरिरहेको छु साथीहरू ड्युटी नभएको दिनमा। थ्याङ्क यू, बाई।